2081 साललाई फर्केर हेर्दा 2081 सालमा हामीले 18औं वसन्त पार गर्दै सबैका लागि ब्याङ्क भन्ने हाम्रो नारालाई सार्थक बनाउने यात्रामा महत्त्वपूर्ण पाइलाहरू चाल्यौं। ग्राहक संख्या, निक्षेप, कर्जा, खुद नाफा जस्ता वित्तीय सूचकहरूमा हामीले नयाँ उचाइ हासिल गर्न सफल भयौं। हरेक वर्ग, क्षेत्र र उमेर समूहका ग्राहकहरूलाई सहज, सुलभ र प्रविधि मैत्री सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ डिजिटाइजेसन र इनोभेसनलाई हाम्रो मुख्य प्राथमिकता बनायौं। डिजिटल ब्याङ्किङ मार्फत वित्तीय पहुँचलाई नयाँ युगमा प्रवेश गराउँदै ग्राहकहरूलाई सहज र द्रुत सेवा प्रदान गर्न अत्याधुनिक प्रविधिको प्रयोग गर्यौं। नेपालका प्रमुख क्षेत्रहरूको प्रवर्धनमा हाम्रो योगदान उल्लेखनीय रह्यो। खेलकुद, कृषि, पर्यटन, उद्यमशीलता र प्रविधिको विकासमा सहकार्य गर्दै हामीले नयाँ प्रवर्तनशील योजनाहरूलाई साथ दियौं। सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, संस्कृति र सम्पदा संरक्षणमा हाम्रो संलग्नता झनै मजबुत रह्यो। विभिन्न साझेदार तथा समुदायहरूसँग हातेमालो गर्दै समाजको हरेक तहमा सकारात्मक प्रभाव पार्ने हाम्रो प्रयास जारी रह्यो। दिगो विकासका लागि ग्रीन फाइनान्स, वातावरण संरक्षण तथा जलवायु मैत्री लगानी प्रवर्धन गर्दै हामीले ग्रीन इकोनोमी तर्फ अग्रसर हुने प्रतिबद्धता देखायौं। यी सबै ऐतिहासिक उपलब्धिहरू हासिल गर्न हामीलाई साथ दिनुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दै नयाँ वर्षमा हामी अझ उत्कृष्ट सेवा प्रदान गर्ने, नवीनतम समाधानहरू अगाडि सार्ने र उपलब्धिमूलक यात्रालाई निरन्तरता दिने दृढ संकल्प गर्छौं। नयाँ वर्ष 2082 को हार्दिक मंगलमय शुभकामना।